ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राचीन स्मारकहरूले भरिएको यो काठमाडौँ उपत्यका हो। यी प्राचीन स्थलहरू देशको गहना मात्र नभई अमूल्य सम्पदा पनि हुन्। सांस्कृतिक सम्पदा र धार्मिक स्थलहरूको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले तत्कालीन सरकारको निर्णयमा काठमाडौँ उपत्यका सांस्कृतिक तथा धार्मिक क्षेत्र विकास परिकल्पना भई 2044 सालमा परियोजनाको गठन भएको हो। विशेष महत्वमा रहेका उपत्यका भित्रको धार्मिक स्थलहरूको परिसर निर्माण, मर्मत तथा सम्भार जस्ता कार्य गर्दै आइरहेको यो परियोजनाको कार्यक्षेत्रलाई अझ बढाई देशभर कार्यस्थल बनाउने उद्देश्यले आर्थिक वर्ष 2053-54 शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकास आयोजनाको स्थापना भएको हो। धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेका हाम्रा जति पनि सार्वजनिक स्थलहरू छन्, ती स्थलहरूलाई अब विगतमा बेग्लै पद्धतिबाट तिनीहरूको मर्मत सम्हार हुने गरेको थियो। अब कति मन्दिरहरूका, मठहरूका गुठीहरू थिए, त्यो गुठीको आयस्ताले त्यो मन्दिरको सञ्चालन हुन्थ्यो, त्यो पुजारीको चाहिँ भरण पोषण हुन्थ्यो र त्यो मठ मन्दिरहरूलाई संरक्षण गर्ने, त्यसको चाहिँ विकास गर्ने, सम्वर्धन गर्ने चाहिँ बेग्लै पद्धतिहरू थियो। ती पद्धतिहरू क्रमशः भत्किँदै गए र अहिले यो आधुनिक अवस्थामा आएपछि चाहिँ हामीले त्यसमा धेरै ती स्थलहरूको चाहिँ सुधार गर्नुपर्ने, त्यसको विस्तार गर्नुपर्ने र यी काम गर्दाखेरि एउटा चाहिँ निश्चित एउटा गुरुयोजना अनुसार गर्नुपर्ने भएको हुनाले यो हाम्रो मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागमा हाम्रा यस्तो गुरुयोजनाहरू तयार गर्ने, त्यसको चाहिँ निर्माण गर्ने जुन प्राविधिकहरू त्यहाँ छन्, ती प्राविधिकहरूले यसको चाहिँ गुरुयोजनाको सँगसँगै त्यसको चाहिँ मर्मत, सम्भार, विस्तार, सुधारका कामहरू गर्दैछन्। र यी गर्नुको मुख्य कारण के भने यो हाम्रा ऐतिहासिक धरोहरलाई संरक्षण गर्नु र संरक्षणको सँगसँगै विकास गर्नु पनि हो। किनभने अहिलेको समाजको आवश्यकता अनुसार यी धरोहरहरूको संरक्षण र विकास हुनुपर्छ। अब पहिले चाहिँ नितान्त धार्मिक उद्देश्यले मात्रै त्यहाँ जान्थे भने अहिले चाहिँ अब सांस्कृतिक उद्देश्यले, पर्यटकीय उद्देश्यले, मनोरञ्जनको उद्देश्यले पनि मानिसहरू त्यहाँ जान्छन्। यो धेरै पहिलेदेखि चल्दै आएको हो र हाम्रो सुरुवातमा यो दक्षिणकालीबाट यो सुरु भयो र दक्षिणकालीको सफलताबाट उत्साहित भएर देशका अहिले धेरै ठूल्ठूला र महत्त्वपूर्ण चाहिँ यस्ता चाहिँ मठ मन्दिरहरू र ऐतिहासिक स्थलहरूको संरक्षणमा यो विभाग चाहिँ जुटिरहेको छ। आयोजनाद्वारा देशभरका विशेष महत्वको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको परिसर निर्माण, मर्मत तथा सम्भार गर्ने कार्य अन्तर्गत मुलुकभरका विशेष महत्व बोकेका क्षेत्रहरूको गुरुयोजना तयार गरी गुरुयोजनाले निर्दिष्ट गरेका कार्यहरू गर्दै आइरहेको छ। हाम्रो देश अब अहिले धर्मनिरपेक्ष राष्ट्र हो र विभिन्न धर्मावलम्बीहरूले अति महत्व दिएको त्यस्ता क्षेत्रहरू छन् है। ती क्षेत्रहरूलाई हामी विशेष महत्वको रूपमा हेर्छौं। कहिलेकाहीँ चाहिँ कुनै एउटा सांस्कृतिक महत्व हुन्छ, त्यसमा जात्रा मात्राहरू हुने, परम्परागत हजारौं वर्षदेखि चलिआएका जात्रा मात्राहरू हुन्छन्, त्यसलाई पनि हामी विशेष महत्वको रूपमा हेर्छौं। कहिलेकाहीँ चाहिँ त्यसको चाहिँ के महत्व हुन्छ भन्दा त्यसको चाहिँ वातावरणीय महत्व हुन्छ अथवा पर्यटकीय महत्व पनि हुन्छ। पर्यटकको लागि त्यो अति आकर्षक हुन्छ, आन्तरिक र बाह्य पर्यटकको लागि। धार्मिक हिसाबले महत्वपूर्ण हुँदैन तर पर्यटनको हिसाबले महत्वपूर्ण हुन्छ। उदाहरणको लागि पाल्पाको रानी दरबारको कुरा लिँदाखेरि रानी दरबार त कुनै धार्मिक सांस्कृतिक स्थल त भएन, तर त्यसको पर्यटकीय महत्व चाहिँ छ। त्यस्ता चाहिँ ठाउँहरूलाई पनि हामी विशेष महत्वको क्षेत्र भनेर हेर्छौं र त्यसको गुरुयोजना बनाएर काम गर्छौं। ससाना मठ मन्दिर र मसान घाटहरूको परिसर सुधारलाई सहयोग गर्दै आइरहेको छ भने उपत्यका भित्र रहेका पवित्र धार्मिक स्थलहरूमध्ये 6 वटा धार्मिक स्थलहरूमा प्रबन्ध समिति गठन गरी आयोजनाको परिधिभित्र रही निर्माण तथा मर्मत एवं सम्भार कार्य गर्दै आइरहेको छ। 2044 साल असार 19 गतेको मन्त्री परिषदको निर्णयले यसलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरूलाई एकै ठाउँमा राखेर त्यसको विकास गर्नुपर्छ, त्यो हिसाबले गर्दा यो परियोजनाको गठन भएको हो। त्यो अनुसारको यसले के गर्छ भने नेपाल अधिराज्य भरिका जुन 100 वर्ष ननाहेका जुन मठ मन्दिरहरू छन्, पुरातात्विक महत्त्वका छन्, त्यसलाई चाहिँ यसले समेट्ने हो। यसको मुख्य काम चाहिँ मन्दिर आफैमा, मन्दिरको कार्यक्षेत्र चाहिँ मन्दिरको निर्माण तथा जीर्णोद्धारको काम
पुरातत्व विभागको प्राचीन स्मारक संरक्षण ऐन 2013 अनुसार हुने गर्दछ भने त्यसको परिसरका सुधार चाहिँ यो परियोजना मार्फत हुने गर्दछ। भक्तपुर जिल्लाको सिपाडोल गाविस र कटुन्जे गाविसको सिमानामा अवस्थित यो सूर्य विनायक गणेश मन्दिर हो। मुनिको मृत पुत्रलाई अमृत छर्की बिउझाई सूर्यको पहिलो किरण परेको स्थानमा रहने छु भन्ने किम्वदन्ती अनुसार सूर्य विनायक गणेश नामकरण भएको हो भन्ने पौराणिक कथन रहेको छ। हिन्दू धर्म ग्रन्थ मान्यता अनुसार मानवले जुनसुकै कार्य गर्नु पूर्व सूर्य विनायक गणेशको पूजा आराधना गरेमा चिताएको कार्य, व्यवसाय एवं मनोकांक्षा सिद्ध हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ। सूर्य विनायक गणेशमा विशेष गरी मंगलबार श्रद्धालु भक्तजनहरूद्वारा पूजा आराधना हुने गर्दछ। गणेश मन्दिरको माथिल्लो डाँडामा माताको मन्दिर पनि अवस्थित छ। मन्दिर क्षेत्रलाई व्यवस्थित एवं संरक्षित गर्ने उद्देश्य अनुरूप सूर्य विनायक क्षेत्र प्रबन्ध समिति गठन भएको छ। गणेश मन्दिर प्रांगणमा रहेको 4वटा पार्टीघरको निर्माण एवं जीर्णोद्धार गरिएको छ भने मन्दिर प्रवेश गर्ने सिंढीको जीर्णोद्धार, रंगरोगनका साथै रेलिङ लगाउने कार्य पनि गरिएको छ। सिंढीको जीर्णोद्धार तथा मर्मत सम्भारले गर्दा भक्तजनहरूलाई गणेश मन्दिर प्रवेश गर्नमा सहज भएको छ। मन्दिर परिसरमा एउटा भवन निर्माण गरी प्रबन्ध समितिको कार्यालय लगायत धार्मिक तथा सांस्कृतिक कार्यहरू, भोज भतेर, विवाह जस्ता कार्यमा प्रयोग गर्ने गरिएको छ। माथिल्लो डाँडामा अवस्थित माताको मन्दिर निर्माण गर्नुका साथै भक्तजनहरूलाई मन्दिरसम्म पुग्ने सिंढी तथा टेवा पर्खाल निर्माण गरिएको छ। मन्दिर परिसरमा वनभोज खान आउनेहरूलाई मध्यनजर गर्दै सो वरपर 9वटा पिकनिक सेट तथा 10वटा चौताराहरू निर्माण गरिएको छ। यसरी निर्मित पिकनिक स्पोट तथा चौतारासम्म जाने सिंढी तथा साना पैदल पुल पुलेसा निर्माण गरिएको छ। यसै परिसरमा 6वटा शौचालय समेत निर्माण गरिएको छ। मन्दिर क्षेत्रलाई आवश्यक भौतिक संरचनाहरूको व्यवस्थित गर्ने लक्ष्य अनुरूप 3वटा पानी ट्याङ्की निर्माण गरी मन्दिर परिसरमा खानेपानी वितरण गरिएको छ। प्रबन्ध समितिको तथ्याङ्क अनुसार यसको वार्षिक आय 1,90,000 रुपियाँ रहेको छ। प्रबन्ध समितिको स्वामित्वमा करिब 180 रोपनी क्षेत्रफल जग्गा रहेको छ। सांस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्र विकास परियोजनाको रूपमा 33-34 आवाबाट सुरु भएको देखिन्छ र त्यसमा सुरुमा चाहिँ नै दक्षिणकालीलाई केन्द्रबिन्दु बनाएर कार्यक्रम अगाडि बढाइयो। अरू ठाउँमा अगाडि कार्यक्रमहरू चाहिँ धार्मिक क्षेत्रमा चाहिँ अरू खासै कार्य गरेको देखिँदैन। 43-5-5 मा मन्त्री परिषदको निर्णयले दक्षिणकाली क्षेत्र विकास आयोजना भनेर गठन भयो। त्यतिखेरसम्म पनि दक्षिणकालीमै विभिन्न कार्यक्रमहरू भएको देखिन्छ र पछि 44-3-19 को मन्त्री परिषदको निर्णय अनुसार चाहिँ काठमाडौँ उपत्यका सांस्कृतिक तथा धार्मिक क्षेत्र विकास परियोजना गठन गर्यो र त्यो उपत्यकाभित्र काठमाडौँ, ललितपुर, भक्तपुरका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रहरूको हेर्ने गरेर चाहिँ नै समुद्र सतहदेखि करिब 1537 मिटर उचाइमा अवस्थित चाङ्गु नारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, धार्मिक एवं पुरातात्विक चाङ्गु नारायण मन्दिरको जुन रूपमा विकास हुनुपर्ने हो सो अनुरूप हुन सकेको छैन। परापूर्व कालमा चाँपको रुखबाट कालो वर्णको व्यक्ति निस्की गाईको थुनमा दूध चुस्दै गरेको देखि सो व्यक्तिलाई भूत ठानी सुदर्शन ब्राह्मणले टाउको काटिदिँदा उक्त व्यक्ति तत्काल टाउको नभएको शंख चक्र हातमा लिएको 4 बाहु भएको भगवान नारायणको रूपमा प्रकट हुन पुगे। यसरी नारायणको उत्पत्ति भएको हो भन्ने पौराणिक कथन रहेको छ। धेरै वर्ष पहिले देवता असुरको संग्राम भएको थियो। त्यो संग्राममा मैले सुमति भन्ने ब्राह्मणलाई मारेका थिएँ। उनलाई मार्दा उनको गुरु शुक्राचार्यले मलाई ब्रह्म हत्याको श्राप दिएको थियो। तिमी सुमतिका सन्तान हो, तिमीले मेरो शिर छेदन गर्यो, अब म श्राप मुक्त भएँ, म यही ठाउँमा बस्छु र तिमी नै मेरो पुजारी बन भनेर नारायणले आफैले स्वयंले चाहिँ पुजारी बनाउनु भएको हुनाले
उनका सन्तानले मात्र यहाँ पूजा गर्नुपर्ने प्रावधान छ। त्यस कारणले गर्दा यहाँका पुजारीले आफ्नो बुवामा बित्नु भए पनि जुठो पार्न पाइन्न। यहाँ पूजाको लागि अलग अवश्य पूजा गर्नुपर्छ। नाग पञ्चमी र हरिबोधिनी एकादशीका दिन यहाँ ठूला मेला लाग्ने गर्दछ। शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकास आयोजनाको सक्रियतामा चाँगु नारायण मन्दिर परिसरमा सवारी साधन पार्किङ, बस पार्क निर्माण गर्नुका साथै ढुङ्गा बिछ्याउने कार्य भएको छ। बस पार्कदेखि चाँगु नारायण मन्दिर प्रवेशद्वारसम्म सिँढीको निर्माण तथा ढुङ्गा बिछ्याउने कार्य गरिएको छ। सो कार्यले गर्दा चाँगु नारायण मन्दिरमा आउने श्रद्धालु भक्तजन तथा पर्यटकहरूलाई सहज भएको छ। यो क्षेत्रको वातावरण तथा ऐतिहासिक स्थलको महत्वलाई ध्यानमा राखी करिब 200 रोपनी क्षेत्रफलमा वृक्षारोपण गरिएको छ। पिकनिक खान आउनेहरूको निम्ति चौतारा, पिकनिक स्पोटमा पुग्ने बाटो र सिँढीहरूको निर्माण गरिएको छ भने खानेपानी, शौचालय जस्ता भौतिक संरचनाहरू निर्माण गरिएको छ। चाँगु नारायण मन्दिरको चारैतिर परिक्रमा गर्ने चक्रपथ निर्माण कार्य समेत विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकास आयोजनाद्वारा भइरहेको छ। नारायण पँधेरोबाट जल ल्याउन सजिलो होस् भन्ने हेतुले नारायण पँधेरो जाने बाटो समेत निर्माण गरिएको छ। ऐतिहासिक महत्वको सिन्दुरख्वा पोखरीको टेवा पर्खाल र तार जाली लगाई संरक्षण गर्ने कार्य गरिएको छ। 48-49 मा आउँदाखेरि यहाँ एउटा सानो चिया पसल थियो, जबकि अहिले त्यो पार्कदेखि लिएर एउटा बजार जस्तो लाग्ने भइसकेको छ। मन्दिरमा तपाईँ दिउँसो आउनुहुन्थ्यो भने एकजना मान्छे भेट्नुहुन्थेन। त्यही जात्रा मात्रामा कुनै बेलामा अलिकति हुन्थ्यो, त्यसपछि सुनसान थियो। तर अहिले हामी ल्याएर यो चारैतिर पूर्वाधार खारा भएपछि यहाँ मान्छेको चाप भयो। समितिको तथ्याङ्क अनुसार बाह्य पर्यटक तथा पार्किङ शुल्क, पिकनिक सेट तथा पसल कबल भाडा बापत वार्षिक रूपमा 3,50,000 रुपियाँ आमदानी हुने गरेको छ। प्रबन्ध समितिको स्वामित्वमा करिब 300 देखि 400 हेक्टर क्षेत्रफल जग्गा रहेको छ। मन्दिर परिसरलाई व्यवस्थित पार्नाले बाह्य तथा आन्तरिक पर्यटकहरूको आगमनमा वृद्धि भई स्थानीय वस्तुहरूको बिक्री वितरणले गर्दा स्थानीयवासीहरूको आय स्रोतमा समेत टेवा पुर्याइरहेको छ। पौराणिक कथा अनुसार सत्ययुगमा ब्रह्माको हातमा परेको मृगरूपी महादेवको सिङको टुक्रा ब्रह्माले यस स्थानमा प्रतिस्थापन गरेको हुँदा सोही बेलादेखि गोकर्णमा कुशे औँसीको मेला सुरु भएको हो भन्ने किम्वदन्ती रहेको छ। आकाशबाट हेर्दा गाईको कान झै देखिने स्थान र शिवको मृगरूपी सिंह ब्रह्माले प्रतिस्थापन गरेको हुँदा यस महादेवलाई गोकर्णेश्वर महादेव नामकरण गरिएको हो भन्ने पौराणिक मान्यता रहेको छ। उत्तरतर्फको सबैभन्दा ठूलो गयाको रूपमा मानिन्छ। गया किन भनिन्छ भने यहाँ गजाधर नारायणजी विराजमान हुनुहुन्छ। जुन चाहिँ पितृहरू मोक्ष पाएका छैनन्, जुन चाहिँ नरकमा परेका छन्, त्यस्ता पितृहरूको उद्धार गर्नको लागि के गर्ने भनेर चाहिँ विष्णु भगवानले सोच्दाखेरि उहाँले गजाधर नारायणको रूप चाहिँ लिनुभयो। ऐतिहासिक पवित्र धार्मिक स्थलको संरक्षण एवं व्यवस्थापन गर्ने उद्देश्यले विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकास आयोजना अन्तर्गत गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समिति स्थापना भएको हो। विभिन्न भौतिक संरचनाहरूको निर्माण गरिएको छ। विशेष गरी भाद्र कृष्ण औँसीका दिन पितृ तर्पण गर्नेहरूको ठूलो भीड़ लाग्ने हुनाले उक्त तीर्थालयको सुविधालाई ध्यानमा राखी पितृ तर्पण कार्यमा सजिलो होस् भन्ने लक्ष्य अनुरूप बागमती नदीको दुवै किनारामा सिँढीघाट निर्माण गरिएको छ। सोही स्थानमा व्यवस्थित मसान घाट समेत निर्माण गरिएको छ। यसरी निर्मित सिँढीघाट तथा व्यवस्थित मसान घाटले सांस्कृतिक कार्य, पितृ तर्पण एवं दाह संस्कारमा सुविधा पुगेको छ। बागमती नदी आवत जावतका लागि विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकास आयोजनाको अनुरोधमा पुल निर्माण भएको छ। मन्दिर परिसरको पार्किङ स्थलमा कम्पाउन्ड, पर्खाल तथा प्रवेशद्वार निर्माण गरी पार्किङ क्षेत्रलाई व्यवस्थित पारिएको छ। बगैँचाको निर्माण गरी उक्त क्षेत्रलाई व्यवस्थित एवं मनोरञ्जनात्मक
बनाइएको छ। दाताहरूको सहयोग र विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकास आयोजनाद्वारा पितृ श्राद्ध तर्पण पार्टीघर निर्माण गरिएको छ। सो निर्मित व्यवस्थित पितृ तर्पण श्राद्ध पार्टीघर निर्माण गर्नाले पितृ तर्पण कार्यमा सुविधा पुगेको छ। गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको स्वामित्वमा करिब 5.41 हेक्टर क्षेत्रफल जग्गा छ। समितिको तथ्याङ्क अनुसार यसको वार्षिक आय 1 लाख रुपियाँ रहेको छ। मन्दिर परिसरको कतिपय पार्टी पौवा गदाधर नारायण मन्दिरका साथै महादेव मन्दिर समेत दिन प्रतिदिन जीर्ण हुँदै गइरहेको अवस्था छ। यस्ता ऐतिहासिक पुरातात्विक र धार्मिक स्थलहरूको समयमै ध्यान पुर्याई जीर्णोद्धार तथा संरक्षण गर्नुपर्ने आवश्यकता पनि देखिएको छ। सरकारले मात्रै सबै गरिदिने कुरा पनि होइन। आखिरमा त्यो जति पनि त्यसको चाहिँ विकास र चाहिँ संरक्षणबाट त्यसको लाभ हुने त्यो स्थानीयवासी नै हो। त्यसकारणले स्थानीय भक्तजनहरू, स्थानीय जनताहरू, त्यसपछि गएर स्थानीय निकाय र अनि नेपाल सरकार र अझ म त भन्छु त्यसमा अब निजी क्षेत्र पनि अगाडि आउनुपर्छ र उहाँहरूको जुन एउटा सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता चाहिँ आम जनताले उपयोग गर्ने यस्ता स्थलको संरक्षण गर्दा उहाँहरूको पनि प्रचार प्रसार हुन्छ। यसरी मिलेर हामीले यो काम चाहिँ गर्नुपर्छ। सरकारको मुख्य चाहिँ योगदान भनेको यसमा गुरुयोजना तयार गरिदिने र यसलाई चाहिँ सरकारको एउटा चाहिँ राष्ट्रिय कार्यक्रममा यसलाई समावेश गरिदिने हो। बजेटको हिसाबले त यो ज्यादै न्यून छ। दक्षिणकालीको उद्धारवती र पूर्णावती गंगाको दोभानमा अवस्थित दक्षिणकालीमाई मन्दिर हो। यो पौराणिक पुराण देवी भागवत र रुद्र चण्डीमा उल्लेख भए अनुसार दानवहरूमध्ये रक्तबीज नामक दानव मार्नलाई पृथ्वी समानको जिब्रो निकाल्ने महाकाली जुन दक्षिणकाली हुन् भन्ने पौराणिक कथन रहेको छ। मल्लकालमा राजा प्रताप मल्लको सपनामा आकाशवाणी भए अनुसार दक्षिणकालीको मूर्ति बनाई यस दोभानमा प्रतिस्थापन गरेको हो भन्ने ऐतिहासिक किम्वदन्ती रहेको छ। दक्षिणकाली माईमा बडा दशैंको नवरात्रिभरि विशेष पूजा आराधना गर्ने धार्मिक संस्कार रहेको छ। दक्षिणकाली माईको दैनिक नित्य पूजा गर्ने प्रचलन छ। नित्य पूजा दैनिक बिहान 11:30 मा शुरू हुन्छ भने 12:30 सम्पन्न हुन्छ। नित्य पूजा गर्ने समयमा मन्दिर वरिपरिको दुवै तर्फको गेट बन्द गरी पूजा गर्ने चलन रहेको छ। यसै कारणले भक्तजनहरू नित्य पूजाको समयलाई ख्यालमा राखी पूजाका निम्ति मन्दिर परिसरमा पुग्ने गरेमा भक्तजनहरूलाई सुविधा पुग्ने देखिन्छ। दक्षिणकाली मन्दिरको माथिल्लो डाँडामा अवस्थित माताको धार्मिक महत्व छुट्टै छ। दक्षिणकालीमा पूजा अर्चना गर्न आउने श्रद्धालु भक्तजनहरूले यस माताको दर्शन गर्न छुटाउनु हुँदैन भन्ने धार्मिक विश्वास रहेको छ। माताको मन्दिर आवत जावत गर्ने सिंढी तथा माताको मन्दिरमा थप भौतिक संरचनाहरूको निर्माण गरी माता मन्दिर परिसरलाई व्यवस्थित बनाउनु पर्ने आवश्यकता छ। प्रख्यात धार्मिक स्थलको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले दक्षिणकाली क्षेत्र प्रबन्ध समितिले 2वटा बस पार्क निर्माण गरेको छ। दक्षिणकालीमा चढाइने फूल, प्रसाद, आवश्यक वस्तुहरूको बिक्री वितरणका लागि स्थायी र अस्थायी गरी 26वटा पसलहरू निर्माण गरिएका छन्। 2वटा बहुउद्देश्यीय भवन निर्माण गरिएको छ भने सड़कको दायाँ बायाँ हाट बजार समेत व्यवस्था गरिएको छ। बलि चढाइएको चौपाया र दोपाया सफा गर्न परापूर्वकालदेखि रहेको शेडलाई पुनः निर्माण गरी व्यवस्थित बनाउनु पर्ने आवश्यकता देखिन्छ। धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रख्यात दक्षिणकाली क्षेत्रमा वनभोज खान आउनेहरूलाई लक्षित गरी 23वटा पिकनिक शेडहरूका साथै 26वटा चौताराहरू निर्माण गरिएका छन्। मन्दिर क्षेत्रमा 73वटा धारा मार्फत खानेपानी व्यवस्थापन गरिएको छ। यस धार्मिक स्थलको वातावरणलाई मध्यनजर गर्दै करिब 14 हेक्टर क्षेत्रफलमा वृक्षारोपण कार्य भएको छ। फोहोर मैलालाई व्यवस्थित गर्ने उद्देश्य अनुरूप मन्दिर परिसर र पिकनिक स्पोटमा गरी 4वटा शौचालयको निर्माण गरी
प्रयोगमा ल्याइएको छ। दक्षिणकाली मन्दिरको परिसरमा भक्तजनहरूलाई पूजा अर्चनाका निम्ति लाममा बस्दा घामपानी छेक्नका निम्ति 3 ठाउँमा फाइबर ग्लासको ट्रस निर्माण भएको छ। सो ट्रस दाता राजकुमार पोदार र पवन अग्रवालद्वारा निर्माण गरिएको हो। मन्दिर परिसरभित्र 108 दीप सहितको रेलिङ, माताको छाना, माताको पाउ र अगाडिको रेलिङ, मन्दिरको बायाँ तर्फको पाटी र उद्धारवती गंगामाथि निर्मित पाटीघर दाताहरू कृष्ण राई, अमरलाल श्रेष्ठ, विकासमान प्रधान, सुभाष राज भण्डारी र अच्युत सापकोटाको निजी लगानीमा पुनः निर्माण गरिएको हो। दक्षिणकाली क्षेत्र प्रबन्ध समितिको स्वामित्वमा करिब 56 हेक्टर क्षेत्रफल जग्गा रहेको छ। समितिको तथ्याङ्क अनुसार यसको वार्षिक आय करिब 1 करोड़ रुपियाँको हाराहारीमा रहेको छ। त्यसको चाहिँ हालसम्म हामीले चाहिँ हाम्रो त पूर्वाधारको जुन हाम्रो मास्टर प्लान अनुसार चाहिँ थियो, तर कसैले अहिले हालसम्म पनि यो जुन मास्टर प्लान अन्तर्गतमै परेर पनि हामीले यसमा डोनरहरूले यसमा जति खर्च हुन्छ म आफै गर्छु भन्ने हिसाब भइरहेको भएर हामीले चाहिँ उहाँहरूसँग चाहिँ कति पैसा खर्च भयो के कसो भने अहिलेसम्म हामीले डाटा चाहिँ ल्याएको छैन। समुद्र सतहदेखि 1600 मिटर उचाइमा रहेको वज्र योगिनी मन्दिर साँखु बजारदेखि करिब 2.70 किलोमिटर उत्तर पहाड़मा अवस्थित छ। सत्ययुगमा नेपालको मणिचूड पर्वतमा मणिशैल भन्ने ठाउँमा मणिरत्न मात्रै गाडिएको ज्वलेमान टल्किएको एउटा ठूलो शिलाको ढुङ्गाको पहलबाट श्री उग्रतारा वज्र योगिनी आफै ज्योति रूप भई उत्पत्ति भएको हो भन्ने किम्वदन्ती रहेको छ। करिब 3300 वर्ष अगाडि कालीगढ सम्वत 1801 मा वज्रयोगिनीको प्रतिमूर्ति बनाएको थियो भन्दाखेरि त्योभन्दा अगाडि नै बौद्ध धर्ममा त्यो परिमार्जन भयो। त्यसपछि हिमयान, महायान, वज्रयान तीनटा यानको उदय भयो। त्यसमध्ये यो वज्रयोगिनी चाहिँ महायान अन्तर्गत पर्दछ। ऐतिहासिक धार्मिक स्थल वज्र योगिनीको क्षेत्रको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले वज्र योगिनी क्षेत्र प्रबन्ध समिति गठन भएको छ। समितिद्वारा मन्दिर परिसरमा विभिन्न भौतिक संरचनाहरू निर्माण गरिएको छ। वज्र योगिनी मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजन लगायत पर्यटकहरूको निम्ति मन्दिर प्रवेशमा गर्ने बृहत सिंढी निर्माण कार्य गरिएको छ। वज्र योगिनी मन्दिर परिसरका पुरानो पाटीघरहरूमा विद्युत जडान कार्य गरिएको छ। मन्दिर सुरक्षाका निम्ति सुरक्षा कर्मीहरू बस्ने भवनको वज्र योगिनी प्रबन्ध समितिको अनुरोध तथा निगरानीमा भवन निर्माण गरिएको छ भने मन्दिर क्षेत्रमा दर्शन तथा भ्रमणमा आउने दर्शनार्थी एवं पर्यटकहरूको सुविधालाई ध्यानमा राखी मन्दिरको तल्लो र माथिल्लो क्षेत्रमा 2 वटा सवारी साधन पार्किङ स्थल बस पार्क निर्माण गरिएको छ। यस पार्किङ स्थललाई अझ व्यवस्थित बनाउन सके वज्र योगिनी मन्दिर क्षेत्रको सुन्दरतामा सुगन्ध अवश्य थपिने देखिन्छ। वज्र योगिनी मन्दिर क्षेत्र पर्यटकीय दृष्टिकोणले रमणीय स्थल भएको हुनाले यस क्षेत्रमा वनभोज खाने आउनेहरूका निम्ति पिकनिक स्पोट, शौचालय निर्माणका साथै खानेपानीको व्यवस्था समेत गरिएको छ। यस्ता भौतिक संरचनाहरू वज्र योगिनी मन्दिर क्षेत्रमा अझै चुस्त एवं व्यवस्थित बनाउनु पर्ने आवश्यकता रहेको देखिन्छ। समितिको तथ्याङ्क अनुसार यसको वार्षिक आय करिब 1,50,000 रुपियाँ रहेको छ। समितिको स्वामित्वमा करिब 16 हेक्टर क्षेत्रफल जग्गा रहेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 33 मा अवस्थित यो मैती देवी मन्दिर हो। मन्दिर सम्पूर्ण देवीहरूको माइती घर हो। मैती देवी मसान घाटमा बस्ने देवी हुनाले मैती देवीलाई पीठको देवी पनि भन्ने गरिन्छ। यो देवीहरूको माइती घर भएको हुनाले यसको नामाङ्कन माइती देवी भन्ने कुरा चाहिँ पुराणहरूमा लेखेको छ। यो कुराहरू सम्पूर्ण देवीको माइती घर भएको हुनाले मनोकामना जाने व्यक्तिहरूले रुद्रमतीमा नुहाएर मयूरकुण्डको जल चढाए उसको मनोकामना पूर्ण भयो। पीठको एउटा देवी, यसलाई कुमारी पनि भन्छ। मैती देवी मन्दिर संरक्षण गर्ने उद्देश्य अनुरूप
मैतीदेवी क्षेत्र प्रबन्ध समिति गठन भएको छ। प्रबन्ध समिति गठन पश्चात मैतीदेवी मन्दिर परिसरमा विभिन्न संरचनाहरू निर्माण गरिएका छन्। मन्दिरको पूर्वतर्फ रहेको परापूर्वकालदेखि चलनमा रहेको मसान घाटको वरिपरि कम्पाउन्ड पर्खाल लगाई पुनः निर्माण गरी व्यवस्थित मसान घाट बनाइएको छ। सो मसान घाटमा कसाई, ज्यापु र मुनिकार जाति समुदायका व्यक्तिहरूले दाह संस्कार गर्ने परम्परा अहिले पनि छ। यस मसान घाटको खुल्ला प्राङ्गणमा ढुङ्गा बिछ्याई व्यवस्थित बनाइएको छ। यसै परिसरमा रहेको शौचालयको पुनर्निर्माण गरी व्यवस्थित भई मन्दिरमा आउने भक्तजन लगायत अन्यलाई प्रयोग गर्नमा सुविधा पुगेको छ। मन्दिर परिसरको पेटी सिंढीहरूमा ढुङ्गा बिछ्याई हिँडडुल गर्नमा सहज भएको छ भने मन्दिर परिसरमा रहेको भोजघरको पर्खाल थप्नका साथै ढलान जस्ता कार्य गरिएको छ। मन्दिर परिसरमा प्रबन्ध समिति कार्यालय भवन र सटर कबलहरू निर्माण गरी भाडामा लगाइएको छ। मन्दिर परिसरमा रहेको नर्सरीको तारजाली एवं पर्खाल लगाउने कार्य गरिएको छ। समितिको तथ्याङ्क अनुसार मन्दिर स्वामित्वमा रहेका विभिन्न संरचनाहरू सटर, कबल, भोजघर जस्ता प्रयोग बापत वार्षिक आय करिब 8 लाख रुपियाँ रहेको छ। समितिको स्वामित्वमा नुवाकोट जिल्ला र काठमाडौँमा गरी करिब 15 रोपनी क्षेत्रफल जग्गा रहेको छ। देशभरको सांस्कृतिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय स्थलहरूको परिसर निर्माण, मर्मत, सम्भार तथा संरक्षण जस्ता कार्य शहरी विकास तथा भवन निर्माण विभाग विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकास आयोजनाले आफ्नो स्थापनाकालदेखि निरन्तर रूपमा गर्दै आएको छ। यो त एकदम न्यून छ। वास्तवमा यसको डिमान्ड चाहिँ धेरै बढी छ, किनभने अब वास्तवमा हाम्रा धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व राख्ने ठाउँहरू काठमाडौँ भ्याली मात्रै नभइकन बाहिर प्रशस्तै छन्। त्यो माग अनुसार हामीले गर्न सकेका छैनौँ र पनि हामीले अहिले चाहिँ यो करिब करिब पूर्ण बजेट आउने अवस्थामा 6 करोड 6.5 करोड को हाराहारीमा हाम्रो चाहिँ कार्यक्रम बन्छ। त्यसले भ्यालीभित्र र भ्याली बाहिर गर्दाखेरि कतिपय ठाउँमा हामीले चाहिँ राम्रो आवश्यकता हुँदाहुँदै पनि हामीले चाहिँ पुर्याउन सकेका छैनौँ। मन्दिरै भनेर हामीले मन्दिर बनाउँदैनौँ, मस्जिद भनेर मस्जिद बनाउँदैनौँ, अथवा चर्च भनेर चर्च बनाउँदैनौँ। उहाँहरूले बनाएको परिसरलाई हो हामीले सुधार गर्ने। परिसर निर्माण र परिसर सुधारमा हाम्रो खर्च हुने गरेको छ अहिले, र भित्रको चाहिँ पुरातत्वको हिसाबले महत्त्वपूर्ण भएका चिजहरूमा पुरातत्व विभागले नै हेर्ने गरेको छ। यस्ता आयोजनाको कार्यले गर्दा शहर र ग्रामीण बीच प्रगाढ सम्बन्ध समेत कायम हुँदै आएको छ। हाल आयोजनाले 26औं वर्षमा आफ्नो कार्यक्षेत्रलाई अगाडि बढाइरहेको छ। आयोजनासँग पर्याप्त बजेट व्यवस्थापन र सवारी साधनको व्यवस्था नहुँदा यसरी निर्माण भइरहेका भौतिक संरचनाहरूको निर्माण कार्यलाई प्रभावकारी रूपमा अनुगमन तथा निरीक्षण कार्य हुन सकिरहेको छैन। यस्ता धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा पर्यटकीय स्थलहरू, प्राचीन स्मारकहरू देशको गहना मात्र नभई अमूल्य सम्पदा पनि हुन्। त्यसैले ऐतिहासिक धार्मिक स्मारकहरूको संरक्षण र प्रवर्धनप्रति सम्बन्धित सरकारवाला निकायका साथै आम नागरिक सचेत हुनुपर्ने जरुरी रहेको छ।